दसैँ त खोइ मलाई पनि थाहा छैन हौ। म त्यो पल्लो घरको हजुरआमालाई सोधेर भन्छु ल। ल राख्नु। हजुरआमा ए हजुरआमा होइन यी बुढी माउ कहाँ गइछिन् हौ हजुरआमा। हजुर नानी भन त के भयो नानी भन त। यो दसैँ चाहिँ कहिलेदेखि सुरु हुन्छ नि हजुरआमा? खोइ हौ नानी मलाई त थाहा छैन कहिलेदेखि सुरु हुन्छ कहिलेदेखि के हो। तिमीहरूले त सोध्यौ नि हौ सबैले आजकल त गुलुगुलु न के हो गुलुगुलुलाई सोध्छन् नि सबैले त्यसलाई सोध न हौ नानी कहिलेदेखि सुरु हुन्छ। होइन यो गुलुगुलु चाहिँ के हो हजुरआमा? यो गुलुगुलु भनेको चाहिँ के हो? गुलुगुलु मोबाइलमा यसरी हेरेर हलौ सारी भन्छन् नि त यस्तो मोबाइलमा हेरेर त गुलुगुलु त्यही भनेको हो के कस्तो नबुझी के हो त्यही हो हलौ सारी गुलुगुलुलाई भन्छन् नि सबैले। के रहेछ हौ यो गुलुगुलु भनेको चाहिँ? कस्तो नजानेका यी नानीहरूले यत्रा यत्रा नाङ्ला जत्रो मोबाइल बोकेर हिँड्छन् त्यही पनि त गुलुगुलु भनेको जान्दैनन्। म बुढीले त जान्दा छु त गुलुगुलु यसो देखाउँदै एकदम दुनियाँ थोक भन्दै हिँड्छन् त्यही गुलुगुलु भनेको पनि जान्दैनन् त्यस्ता नानीहरूले पनि। हजुरआमा त गुलुगुलु होइन त गुगल भन्छन् त्यसलाई गुगल। यसो अनुहार देखाउनेलाई गुगल पो भन्छ।